नमस्कार मित्रहरू, आज म तपाईहरुलाई एउटा रिइन्कार्नेसन केसको बारे भन्न गइरहेको छु। रिइन्कार्नेसन केस घट्छ सिरियामा र यो म अब इंग्लिशमा पनि भन्छु, नेपालीमा पनि बुझाउँछु तपाईहरुलाई। सानो सर्ट्स बनाएको मैले। यहाँ के भन्छ भन्दाखेरि The most notable and heavily documented modern reincarnation case of Syria is the remarkable story of young boy from Golan Heights region. एउटा निकै नोटेबल र हेभिली डकुमेन्टेड भनेको भारी रूपमा रिइन्कार्नेसन हुन्छ भन्ने 100% प्रुफ भएको एउटा केस सिरियामा घट्छ, जुन चाहिँ गोलान हाइट को एउटा सानो बच्चासँग रिलेटेड छ। His case gained international attention after it was documented by German therapist and researcher Trude Hardo. यसको केसले चाहिँ इन्टरनेसनल एटेन्सन जब पायो तब पायो जब जर्मन थेरापिस्ट र रिसर्चर ट्रुड हार्डोले एउटा बुकमा त्यो घटना सार्वजनिक गरे भनेको छ। र त्यो घटना के हो अब हेरौँ हामी। The boy was born into the Druze ethnic and religious minority. The Druze culture has a deeply rooted foundational belief in the immediate transmigration of souls, believing that when a person dies, their soul is instantly born into a newborn child within the community. Druze community भनेको चाहिँ त्यसले चाहिँ पुनर्जन्ममा विश्वास गर्छ र त्यसले के भन्छ भन्दाखेरि मान्छे मरिसकेपछि मान्छेको आत्मा त्यो न्यूली बोर्न बेबीको बडीमा ट्रान्समाइग्रेसन हुन्छ भन्ने त्यस्तो धारणा राखेको हुन्छ। र अब यहाँ के भनेको छ भन्दाखेरि त्यो बच्चाको चाहिँ बर्थमार्क हुन्छ। द बोय वाज बोर्न विथ लङ डिस्टिङ्क्ट रेड बर्थमार्क अन हिज फरहेड। उसको निधारमा चाहिँ के हुन्छ भन्दाखेरि रातो बर्थमार्क हुन्छ, लामो बर्थमार्क हुन्छ। र त्यो के भनिएको छ भन्दाखेरि बर्थमार्क्स आर अफ्टन बिलिभ टु बी फिजिकल इम्प्रिन्ट लेफ्ट बिहाइन्ड बाई अ फाइटल वुन्ड फ्रम अ पास्ट लाइफ। त्यो निधारमा लागेको बर्थमार्क चाहिँ के भनिन्छ भन्दाखेरि त्यो चाहिँ एकदमै पूर्वजन्मको घाउ लागेको ठाउँको बर्थमार्क हुन्छ अर्को जन्ममा भनिएको छ। र उसको मेमोरी के थियो भन्दाखेरि as soon as the boy was old enough to speak coherent, around age 3, he began telling his parents that he had been murdered in previous life. जब उसले 3 वर्षको उमेरदेखि बोल्न थाल्यो तब उसले भन्न थाल्यो मलाई 3 हत्या गरिएको थियो भनेर भन्न थाल्यो। र अब यहाँ अर्को हेरौँ, बच्चाले के भन्छ भन्दाखेरि upon arriving at a specific village, the boy pointed it out and stated he used to live there. जब उसलाई एउटा गाउँमा लगिन्छ तब उसले त्यही गाउँ पोइन्टेड आउट गर्दै के भन्छ भन्दाखेरि म पहिलेको जन्ममा यहीँ बस्थे भन्छ। र अर्को मिसिङ पर्सन भनेको अब when the elders asked the locals about the name the boy gave, the villagers revealed that a man by that exact name had mysteriously vanished 4 years prior and was assumed missing or dead. त्यो मान्छे चाहिँ 4 वर्षदेखि हराइरहेको छ र त्यो मरो या जिउँदैछ त्यो थाहा छैन। हराएको थियो, गाउँबाट हराएको थियो भन्छन् लोकलहरूले। र अब लोकल भनेको त्यहाँको बासिन्दाहरूले, त्यहाँको गाउँलेहरूले।
र अब यहाँ आइडेन्टिफाइङ द किलर भनेको उसले आफूलाई पहिलो अघिल्लो जन्ममा मार्ने किलरलाई आइडेन्टिफाई गर्छ एज द बोय वक थ्रु द भिलेज ही रिपोर्टेडली pointed directly at a local man and named him as the killer. जब उसले एउटा मान्छेलाई त्यो गाउँको मान्छेलाई देख्छ तब उसले त्यसलाई पोइन्टेड आउट गर्दै उसलाई के भन्छ भन्दाखेरि यो नि मेरो हत्यारा थियो अघिल्लो जन्ममा भन्छ। र अब त्यो मान्छेको फेस चाहिँ के हुन्छ भन्दाखेरि द एक्युज्ड मेन्स फेस एलेजडली टर्न वाइट दो ही इन्स्टेन्टली डिनाइड इट भनेको छ। तर त्यो मान्छेको फेस चाहिँ सेतो हुन्छ तर उसले कान रातो रातो हुन्छ तर उसले के गर्छ भन्दाखेरि उसले त्यो हत्या गरेको कुरा स्वीकार्दैन। र अब के हुन्छ भन्दाखेरि ही पोइन्टेड टु स्पेसिफिक पाइल अफ स्टोन्स एन्ड टोल्ड देम टु डिग। अपन डिगिङ द एल्डर्स अनअर्थ अ वुमेन स्केलेटन। जब उसले एउटा निश्चित ठाउँमा गएर एउटा ठाउँमा खन्न भनेर लाउँछ त्यतिखेर खन्दाखेरि एउटा मानव कङ्काल भेटिन्छ त्यहाँ। र अर्को के भन्छ भन्दाखेरि when they examined the skull they found distinct fracture from a heavy blow. The fracture perfectly matched the location and shape of red birthmark on the little boy's forehead. जब उसको पहिलेको जन्ममा त्यो लासलाई टाउकोमा लागेको हुन्छ त्यही ठाउँमा उसको बर्थमार्क हुन्छ। यो जन्ममा यसरी पुनर्जन्म घटना घट्छ तपाईँलाई कस्तो लाग्छ अहिले? र त्यो मान्छेलाई त्यो किलरलाई पक्रेर लगिन्छ र सजाय दिन्छ। जस्तो यहाँ इन्डियामा पनि एउटा टिटु सिंहको थियो, टिटु सिंहले पनि हत्यालाई पत्ता लगाएको थियो। तर यसमा चाहिँ के हुन्छ भन्दाखेरि उसको टाउकोमा लागेकै चोट चाहिँ तिनीहरू अहिले बर्थमार्क भएर जन्मेको हुन्छ। तपाईँलाई कस्तो लाग्छ पुनर्जन्म हुन्छ या हुँदैन कमेन्ट गर्नु होला, सेयर गर्नु होला, लाइक गर्नु होला। हस् त, नमस्कार।